ओके, सबैजनालाई फेरि पनि जय मसी। नयाँ एपिसोडमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। अस्तिको एपिसोड तपाईँले कतिजनाले हेर्नुभयो, तपाईँलाई यो एपिसोड बुझ्नु अझै बेसी सहज हुन्छ। ओके, यो एपिसोडको टाइटल देखेर तपाईँले थाहा पाउनुभयो यो एपिसोड के को बारेमा भन्ने कुरा। यु डोन्ट निड अ क्राउड, यु निड द प्रेजेन्स अफ गड, है। सो लेट्स गेट स्टार्टेड। सो मेनी टाइम्स चाहिँ हामीलाई के लाग्छ भन्दा चाहिँ हाम्रो अगाडि एकदम भिड भयो भने, बेसी मान्छे भयो भने चाहिँ लो प्रभुको प्रेजेन्स आएछ एकदम पावरफुल। तर 2जना 3जना भयो भने वर्शिप लिड गर्नेले पनि क्याजुअली लिन्छ, एकदम क्याजुअली लिन्छ, 1-2वटा गीत गाएर आमेन पनि गरिदिइहाल्छ। तर यहाँको परिस्थिति अनुसारको आराधना चाहिँ हामीले गर्नु हुँदैन, कहिले पनि सिचुएसन हेरेर आराधना गर्नु हुँदैन। नम्बर्स अफ पिपल हेरेर तपाईँको आराधनाको भाका बदलिँदैछ भने तपाईँले परमेश्वरलाई आराधना गरेको हुँदैन, तर मान्छेहरूलाई देखाउन लागि गरिरहेको हुन्छ। त्यो कुराले चाहिँ हाम्रो जीवनमा जुन चाहिँ स्पिरिट एन्ड ट्रुथको वर्शिप भनेको छ नि, त्यसको ठिक विपरीत जान्छ। तर प्रभुको आज्ञा अनुसार चाहिँ आराधना चाहिँ आत्मा अनि सत्यतामा हुनु पऱ्यो नि। सो मेनी टाइम्स चाहिँ हाम्रो सोलको भागसम्म, शरीरदेखि लिएर प्राणसम्म, तर आत्मामा चाहिँ पुग्न सक्दैन। प्राणले पनि आराधना गर्छ प्रभुलाई, शरीरले पनि आराधना गर्छ, तर आत्मामा पुग्न सक्दैन। किन भन्दै गर्दाखेरि चाहिँ यदि हाम्रो त्यो नम्बर्स अफ पिपल हेरिकन तपाईँको आराधना लिड गर्ने भाका चेन्ज हुँदैछ भने, विशेष गरी यो एपिसोड सबै एपिसोडहरू वर्शिप लिड गर्ने वर्शिप टिममा हुने भने व्यक्तिहरूको लागि यो सबै स्पेसल यो एपिसोडहरू। त्यही कारणले चाहिँ मैले भन्दै गर्दाखेरि चाहिँ तपाईँहरूले यो कुरा बुझ्नुहुन्छ है। तपाईँले मान्छेको भिड हेरेर तपाईँको आराधना लिड गर्ने ढाँचा चेन्ज हुँदैछ भने हामीले आत्माबाट गरेको हुँदैन, तर त्यो सोलबाट मात्रै, प्राणको भागबाट मात्रै हामीले गरिरहेको हुन्छ, शरीर अनि प्राणको भागबाट मात्रै गरिरहेको हुन्छ। तर किन मेनिफेस्ट हुँदैन पवित्र आत्माको कुरा, किन महिमा मेनिफेस्ट हुँदैन, किन ग्लोरी चाहिँ उहाँको मेनिफेस्ट हुँदैन भन्ने गर्दाखेरि चाहिँ हामीले स्पिरिटबाट गरेको हुँदैन। जब आत्माबाट गर्नु थाल्छ नि हामीलाई फरक पार्दैन कति भिड छ, कुन चाहिँ साउन्ड सिस्टम छ, कुन चाहिँ के छ, के कुराले फरकै पार्दैन हामीलाई। त्यही कारणले चाहिँ आत्माबाट वर्शिप गर्नु भनेको चाहिँ सो मेनी टाइम्स चाहिँ यो जेनेरेसनको चाहिँ फेलियरहरू कहाँ हुन्छ भन्दाखेरि चाहिँ मैले पनि भोगेर आउने ठाउँहरू थियो, जुन ठाउँमा चाहिँ मलाई लाग्थ्यो कि मान्छेहरू भिड भएको बेलामा चाहिँ एकदम डिपली प्रभुलाई हृदयदेखि खोजेको जस्तै गर्ने। तर जब मान्छे 1-2जना हुने तब चाहिँ प्रभुको प्रेजेन्स छैन जस्तो हुने। तर ग्रेजुअली प्रभुले सिकाउँदै लानु हुँदाखेरि चाहिँ प्रभुले पर्सनल लेभलमा डिल गर्नुभयो अनि प्रभुले बुझाउनु भयो। मैले प्राणबाट मात्रै आराधना गर्दो रहेछु, जुन कहिले प्रभुलाई खुसी पार्नै सक्दैन, जुन कहिले चाहिँ मलाई खुसी बनाउला, मलाई सेटिस्फाई चाहिँ गराउला, तर आराधना चाहिँ मलाई सेटिस हुनु लाग्यो होइन। मैले गर्दै गरेको उहाँलाई आराधना चाहिँ म आफूलाई सेटिस्फाई हुनु लाग्यो होइन। तर उहाँको महानतालाई हेरिकन हाम्रो आत्माबाट जुन धुन निक्लिन्छ, हाम्रो आत्माबाट जुन चाहिँ भाइब्रेसन निक्लिन्छ, हाम्रो आत्माबाट जुन चाहिँ उहाँको निम्ति श्रद्धा निक्लिन्छ, त्यो कुरा चाहिँ आराधना हो नि। हाम्रो रेस्पोन्स उहाँले गर्नुभएको कार्यहरूको हाम्रो जीवनबाट रेस्पोन्स के छ, त्यो रेस्पोन्स चाहिँ आराधना हो नि। उहाँको भोइसमा हामी कतिको रेस्पोन्सिभ छ, त्यो रेस्पोन्सिभ त्यो एक्ट देखाउने ठाउँ चाहिँ, त्यो रेस्पोन्सिभ एक्ट देखाउने ठाउँ चाहिँ, एक्सनमा आउने ठाउँ चाहिँ आराधना हो नि। त्यही कारणले चाहिँ हामी आत्मा अनि सत्यता भन्ने कुरालाई कहिले पनि बिर्सिनु हुँदैन। यो सब कुराहरूले, यो सब देखावटीको कुराहरूले, पर्फर्मेन्सको कुराहरूले चाहिँ यो आत्मा अनि सत्यता भन्ने कुरालाई ढाकछोप गरिदिरहेको हुन्छ। अनि कहिले पनि हामी त्यो ठाउँमा आइपुग्न सक्दैनौँ जुन ठाउँमा प्रभुले हामीलाई भनिरहेको हुन्छ आत्मा अनि सत्यतामा, वर्शिप इन स्पिरिट एन्ड ट्रुथ भनेर। हामीले हेऱ्यौँ भने नि बाइबलमा धेरै प्रकारले आराधना चढाएको छ परमेश्वरलाई, गीत गाएर मात्रै होइन, बजाएर मात्रै होइन, तर धेरै प्रकारले आराधना चढाएको छ। तर त्यो चाहिँ ढोल पिट्दै कहिले पनि गरेन। हामीले अब्राहमको जीवनबाट हामी एकछिन हेरौँ। अब्राहमको लाइफलाई हामीले हेऱ्यौँ भने नि अब्राहमले फर्स्ट आराधना भन्ने शब्दै अब्राहमकै ठाउँमा उत्पत्ति 22मा आएको छ। त्योभन्दा अगाडि आराधना भन्ने शब्द बाइबलमा भेटिँदैन हामी। त्योभन्दा अगाडि नै आराधना त हुन्थ्यो, तर त्यो पार्टिकुलर वर्शिप भन्ने शब्द चाहिँ हामीले
उत्पत्ति 22मा पाउँछौँ है। मजाको कुरा चाहिँ जब परमेश्वरले अब्राहमलाई भन्नुभयो इजाकलाई बलिदान गर भनिकन, अब्राहमले मजाको कुरा चाहिँ उसले कसैलाई लगेको छैन उसँग क्या। नभए आजको दिनमा चाहिँ नि परमेश्वरको कुरामा ओबिडियन्स हुँदै गए चाहिँ मान्छेहरूले पुरा देखाउनु मनपर्छ। मैले उसलाई यति दिएँ नि, प्रभु मसँग यो बोल्यो कि अन्त मैले उसलाई यति दिएँ, पुरा देखाउनु मनपर्छ मान्छेहरूलाई। उसले कसैको लाइफमा के गरिदियो, ऊ प्रभुको भोइसमा कसरी ओबिडियन्स भयो भन्ने कुराहरू चाहिँ पुरा देखाउन, मिडिया क्यामेरा खोलेर पुरा बेसी देखाउन, फेसबुकमा बोलिहाल्नु मनपर्छ। तर कतिवटा आराधनाको भागहरू चाहिँ यस्तो हुन्छ कि जुन भागहरू चाहिँ हामी प्राइभेटली प्रभुसँग ओबिडियन्स हुनुपर्ने हुन्छ। अब्राहमले नि त्यहाँनिर मान्छेहरूको जमघट भेला गरेर लो परमेश्वरको उसमा म यो ओबिडियन्स हुँदैछु भन्नु कहिले देखावटी गरेन। अब्राहम के गर्यो, ऊ अनि इजाकलाई बोक्यो, अनि ऊ दुईजना मात्रै जान्छ बलिदान चढाउन लागि। अब्राहमकोमा मान्छेहरूको कमी थिएन है, नोकर चाकरको कमी थिएन। तर अब्राहमले भन्यो तिमीहरू सबै यहीँ बस्, म चाहिँ हामी दुईजना चाहिँ माथि जान्छौँ भने। त्यही कारण वर्सिप चाहिँ पर्फर्मेन्स होइन क्या। वर्सिप भनेको एउटा वर्सिप र पर्फर्मेन्स डिफ्रेन्ट कुरा हो। कहिले पनि वर्सिप र पर्फर्मेन्स मिक्स गर्नु हुँदैन हामीले। अब्राहमले पनि पर्फर्म गरेको थिएन त्यहाँनिर। अब्राहमले आराधना गरिरहेको थियो, अब्राहम ओबिडियन्ट भइरहेको थियो, अब्राहम फेथफुल भइरहेको थियो। त्यही कारणले विश्वासको पिता भने नि त्यो फेथफुल जर्नी नि अब्राहमको, जहाँनिर चाहिँ अब्राहमलाई मान्छेहरूले मलाई देखोस्, मान्छेहरू हेरोस् मलाई भन्ने थिएन। मेरो ओबिडियन्स गर्दै गर्दाखेरि मान्छेहरूले मलाई वा भन्नुहोस् थिएन। तर उहाँ परमप्रभुको बिचमा आउँदै गर्दा चाहिँ हि वान्टेड टु बी फेथफुल इनफ टु सेक्रिफाइस त्यो ठाउँमा। त्यसै नै हामीलाई सजिलो छ परमप्रभुले जुझाउनुहुन्छ भन्नु सजिलो छ। तर फेरि अब्राहम जस्तै आराधना गर्ने चाहिँ मान्छे मान्दैन। त्यही कारणले चाहिँ हाम्रो प्राइभेट ठाउँमा, हाम्रो प्राइभेटली चाहिँ हामी ओबिडियन्स हुनु एकदमै जरुरी हुन्छ। अब्राहमको लाइफमा हेर्दै गर्दाखेरि, दाउदको लाइफमा हामीले हेर्छौँ भने नि दाउदले साउलको लागि बिना पनि बजाउँथ्यो, तर ऊ प्राइभेटमा पनि उहाँ परमप्रभुलाई आराधना गर्थ्यो। त्यही कारणले मैले लास्ट उसमा पनि भनेको छु, दाउदलाई चाहिएको चाहिँ उहाँको उपस्थिति थियो, परमेश्वरको प्रेजेन्स थियो। अनि आज हाम्रो माग के छ, आज हामीले के कुराको लागि वी आर लङ्गिङ, हामी के कुराको पछि लागिरहेछौँ। मैले धेरै देखेको छु वर्सिप टिमहरूमा चर्चमा ड्रम किन्दैन भनेर रिसाएकोहरू, गिटार किन्दैन भनेर लिडरसँग ठुस्केकोहरू। तर त्यो सब कुरा चाहिँ नि इमेच्युरिटी हो। किन इमेच्युरिटी हो भन्दै गर्दाखेरि नि जब हामी बुझ्छौँ आराधनाको जुन चाहिँ कललाई हामी बुझ्छौँ, आराधनाको जुन चाहिँ ठाउँ प्रभुले हामीले दिनुभएको बुझ्छौँ नि, तब चाहिँ हामी यो सब कुराहरूमा कम्प्लेन गर्दैनौँ। त्यही भनेको नि मैले वाट वी आर लङ्गिङ, यदि प्रभुको प्रेजेन्स हामीले खोजी गऱ्यौँ भने नि सबै कुरा नै थपिन्छ। तपाईँलाई चाहिएको दामी इन्स्ट्रुमेन्ट होइन, तपाईँलाई चाहिएको दामी साउन्ड सिस्टम होइन, प्रभुले दिनुहुन्छ, प्रभुले पक्का दिनुहुन्छ। अब्राहमलाई प्रभुले दिनुभयो नि, तर अब्राहमले गर्नुपर्ने चाहिँ माग्नु पर्ने थिएन, अब्राहमले हुनुपर्ने चाहिँ फेथफुल हुनुपर्ने थियो। त्यहाँनिर त्यो ठाउँहरूमा हामी चुक्छौँ क्या। त्यही कारणले प्राइभेटले चाहिँ प्रभुको कुराहरूमा फेथफुल हुनु जरुरी हुन्छ। त्यही चाहिँ वर्सिप हो, त्यो चाहिँ ब्युटिफुल पार्ट अफ वर्सिप, जहाँनिर चाहिँ भिड चाहिँदैन, जहाँनिर चाहिँ प्रभुको प्रेजेन्सदेखि उसलाई केही पनि अरू कुरा चाहिँदैन, सबै कुरा प्रभुले दिनुहुन्छ। जो परमेश्वरले तपाईँलाई आराधनाको बोलावट दिनुभयो नि, त्यही परमेश्वरले तपाईँलाई इन्स्ट्रुमेन्ट पनि दिनुहुन्छ। तर अन्टिल एन्ड अनलेस हामी उहाँको कुरामा फेथफुल हुँदैनौँ, तब त्यो इन्स्ट्रुमेन्टले प्रभुको महिमा ल्याउँदैन। के गर्नुहुन्छ तपाईँकोमा वर्ल्डको सबभन्दा दामी गिटार, दामी किबोर्ड, दामी ड्रम्स भएर, तर त्यो इन्स्ट्रुमेन्टबाट प्रभुकै महिमा भएन भने त के गर्नुहुन्छ? तपाईँकोमा दामी भोइस भएर, भोकल क्लास गरेर एकदम मिठो स्वर भएर, तर त्यो कुराले प्रभुको महिमै भएन, त्यो कुराले प्रभुको उपस्थिति लिएर आउन सकेन भने त के गर्नुहुन्छ? सब कुरा व्यर्थ होइन र?
तर केही कुरा नहुँदै गर्दा तपाईँ उभिँदै गर्दाखेरि पनि मानिसको जीवनमा छुटकारा हुँदैछ, मानिसहरूलाई प्रभुको उपस्थितिमा जान सजिलो हुँदैछ भने त्योभन्दा ब्युटिफुल कुरा के हुनसक्छ र? त्यही कारणले वी डोन्ट गो फर अ क्राउड. हामीलाई क्राउड चाहिएको होइन. हाम्रो अल्टिमेट रिक्वायरमेन्ट क्राउड होइन. हाम्रो अल्टिमेट रिक्वायरमेन्ट दामी बजोस्, दामी यो सब होस् होइन. तर हाम्रो अल्टिमेट रिक्वायरमेन्ट भने चाहिँ उहाँको प्रेजेन्स, उहाँको उपस्थितिमा बस्न पाऊँ. इलियाको जीवनमा हामी हेर्छौँ नि, पहिलो राजा 19:9 अनि 13-14सम्म हेर्दै गयो भने त्यहाँनिर जब एलाइजाले उहाँको भोइसलाई पर्खिरहेको थियो, वेटिङ अन गडमा थियो, त्यो शान्त भागमा थियो, त्यति बेला परमेश्वरको आवाज चाहिँ बतासमा पनि आएन, भूकम्पमा पनि आएन, आगोमा पनि आएन, तर एउटा स्टिल स्मल भोइस भनेको छ, त्यो मन्द भोइसमा आयो, त्यो साइलेन्स रूपमा आयो. त्यो ठाउँ हो खास चाहिँ सोलिट्युड भनेको चाहिँ. स्पिरिचुअली सोलिट्युड भने चाहिँ उहाँमा हामी सोलिट्युडमा एन्काउन्टर हुनु जरुरी छ. जतिको नजिक मैले चर्चको आराधना गर्दै गर्दा भेटाउँछु नि, मैले त्यत्तिकै नजिक चाहिँ मैले आफ्नो पर्सनल जीवनको आराधना गर्दै गर्दाखेरि पनि मैले भेटाउन सक्नुपर्छ. सो मेनी टाइम्स हामी त्यही बुझ्छौँ, एकदम अन्य भाषा बोल्दै गर्दा चर्चमा एकदम ग्रुपमा प्रेयर हुँदै गर्दाखेरि मात्रै उहाँको प्रेजेन्स छ भनिकन. तर मैले भने हामी झुकिँदैछौँ त्यो होइन, पक्का उहाँको प्रेजेन्स त्यस ठाउँमा छ. तर उहाँको प्रेजेन्स चाहिँ तपाईँ रुममा बस्दै गर्दा, आराधना चढाउँदा, एक्लै आराधना गर्दै गर्दा, कार्यहरूबाट हुन्छ कि गीत गाएर हुन्छ कि प्रभुसँग जोडेर हुन्छ कि स्टडी गर्दै गर्दा, त्यो सब कुरामा पनि प्रभु बोलिदिनै रहनु भएको हुन्छ नि. उहाँले कम्युनिकेट गर्न रेडी नै हुनुहुन्छ नि त्यो ठाउँमा पनि. त्यही कारणले हामी त्यो प्राइभेट प्लेसमा हामी जानु जरुरी हुन्छ. हन्नाको जीवनमा हामी हेरौँ त्यस्तो प्रकारले. पहिलो सामुएल 1:9 - 17-18सम्म हामी हेऱ्यौँ भने हन्नाले प्रार्थना गर्न कहिले पनि छोडेन, मानिसहरूलाई देखाउन लागि पनि होइन. तर जुन चाहिँ सिन्सियरिटी थियो नि, जुन चाहिँ त्यो सिन्सियरपन थियो नि हन्नाको, हेर्दै गर्दा त हन्ना त कन्टिन्युस इयरली जानु पर्थ्यो प्रार्थना गर्दै. इयरली नै वर्षेनी प्रार्थनामा उनीहरू भेला हुँदै गर्दा, त्यो बलिदानमा, त्यो वर्सिपमा भेला हुँदै गर्दाखेरि हन्ना युज टु प्रे. इभन एलीले उसलाई मिसअन्डरस्टुड गर्दै गर्दाखेरि पनि हन्ना युज टु गो एन्ड प्रे फर द लर्ड. प्रार्थना गर्न थाल्यो प्रभुसँग. तर प्रार्थनाको स्वरूप अनि मजाको कुरा चाहिँ प्रभुले प्रार्थनाको उत्तर सुन्नुभयो अनि प्रभुले सामुएललाई हन्नाको गौरवमा हालिदिनु भयो. आराधनाले चाहिँ नि, त्यो प्योर आराधनाले चाहिँ केही कुरालाई जन्म दिइरहेको हुन्छ. हाम्रो जीवनको नि त्यो प्योरिटीको आराधनाले नै हाम्रो जीवनमा केही नै कुरो स्पिरिचुअल कुराको जन्म दिइरहेको हुन्छ. त्यो कुराको मेनिफेस्टेसन शारीरिक रूपमा होला या आत्मिक रूपमा होला, तर केही न केही कुराको जन्म दिइरहेको हुन्छ. केही न केही नयाँ कुराको बाटो बन्ने नै रहेको हुन्छ. त्यही कारणले त्यो क्वाइट ठाउँमा, त्यो इन्टिमेसी हुने ठाउँमा हामी जानु जरुरी हुन्छ प्रभुसँगको आराधनाको क्षेत्रमा. त्यही कारणले यो अडियो म क्लोज गर्दै गर्दाखेरि जस्तो बेसिक कुरा हामीले बुझ्नुपर्ने कुराहरू हो, तर भेरी इम्पोर्टेन्ट कुरा. त्यही कारण म तपाईँलाई यो उत्साह गर्छु, प्रभुसँग दैनिक समय बिताउनुहोस्. तपाईँ रुममा हुँदा या गाडीमा हुँदा या ट्राभलिङ गर्दाखेरि या जे गर्दा नै हुन्छ. मानिसको ताली भन्दाखेरि पनि मानिसको वाउ भन्दाखेरि पनि बेसी प्रभुको प्रेजेन्सलाई सिक गर्न हामी सिकौँ. जसरी अब्राहम, दाउदले, एलियाले, हन्नाले सिकेन त्यो प्राइभेटली प्रभुलाई खोज्न, प्रभुले त्यही जेनेरेसनले खोजिरहनु भएको हुन्छ. किन हामीले आजको दिनमा प्रभुको ग्लोरीलाई देख्न सकेको छैन, त्यो ठुलो ग्लोरीलाई किन देख्न सकेको छैन? किन अब्राहम, दाउद, एलियाको जीवनसँग मात्रै सीमित राख्छौँ भने हामीले उनीहरूले गरेको फेथफुलनेस, उनीहरूले गरेको प्राइभेटली सेक्रिफाइसेस, प्राइभेटली वर्सिपलाई हामीले कहिले पनि हेर्दैनौँ. त्यही कारणले प्रभुले यो लास्ट स्टेजमा प्रभुले कल गर्दै हुनुहुन्छ फेरि त्यो पुस्तालाई, जुन पुस्ताले चाहिँ
उहाँलाई आत्मा अनि सत्यतामा आराधना गर्छ। त्यो आराधनाले चाहिँ स्वर्गलाई पृथ्वीमा खिचिकिन लिएर आउँछ। हुन्छ, हामी सानो प्रार्थना गरौँ यति बेला हाम्रो आँखाहरू बन्द गरिकन। दयालु प्रभु, तपाईँलाई धन्यवाद दिन्छु, यो सुन्दर समय दिनुभयो अनि तपाईँलाई हामीलाई केलाउँदै तपाईँको आराधनाको कुराहरू बुझाउँदै हुनुहुन्छ। यो सब कुरा बुझ्नु पनि ठुलो कुरा होइन प्रभु, तर यो सब कुरा बुझ्दै गर्दा चाहिँ हाम्रो जीवनमा देखा पर्नु साँच्चै नै वन्डरफुल कुरा हो। तपाईँले बोलिरहनु भएको कुराहरू बिब्लिकल हिरोज गवाईको बादलहरूको विषयमा उहाँको लाइफबाट हामी सिक्दैछौँ अनि यो सब कुरा सिक्दै गर्दा चाहिँ हामीलाई अझै बेसी ओबिडियन्ट बनाएको होस् तपाईँको उपस्थितिले। प्रभु, हामीलाई चाहिएको तपाईँको उपस्थिति हो, हामीलाई चाहिएको दामी भिड, दामी अप्लोज, मान्छेको तालीहरू, वाहहरू भन्दाखेरि पनि बेसी हामीलाई चाहिएको तपाईँको उपस्थिति हो प्रभु, जुन उपस्थितिले चाहिँ हामीलाई जहिले पनि तपाईँसँग हिँड्न सिकाउँछ, तपाईँको खोजी गर्न सिकाउँछ प्रभु। हामी एक्लै हुँदाखेरि पनि प्रभु हामी त्यही हार्टले, त्यही स्पिरिटले, त्यही प्यासनले हामी तपाईँलाई आराधना गर्न सकौँ। जुन प्यासन, जुन हार्ट हाम्रो मानिसहरूको भिडमा हुँदै गर्दा हुन्छ। हामीलाई त्यो सिक्रेट प्लेसमा जाने ठाउँहरूमा डोर्याइदिनुहोस् प्रभु। हाम्रो आत्मा त्यही कुराको लागि नै भोकाएको छ प्रभु। अझै बेसी हामीलाई अनलक गरिदिनुहोस्, हामी नपुगेको त्यो आत्मिक भागहरू, त्यो पालहरूमा प्रभु। धन्यवाद यीशु ख्रीष्ट तपाईँलाई, धन्यवाद दयालु प्रभु तपाईँलाई, धन्यवाद प्रिय पवित्र आत्मा तपाईँलाई हामीलाई डोर्याउनुहोस्। यो अडियो सुन्दै गर्दाखेरि सुन्नेको हरेकको कानहरूमा प्रभु यो ढोकाद्वारा प्रभु तपाईँको उपस्थितिले हामी बोल्छु, भर्नु भएको होस् तपाईँको उपस्थितिले। सिकाउनुहोस् अझै, मान्छेले त सिकाउन सक्दैन प्रभु, एउटा ठाउँसम्म सिकाउन सक्ला, मान्छेले इन्फर्मेसन दिन सक्ला प्रभु, तर ट्रान्सफर्मेसन दिने चाहिँ तपाईँ नै हुनुहुन्छ। हामी तपाईँमा विश्वास गर्छौँ। थ्याङ्क यू दयालु प्रभु तपाईँलाई। सबै थोकबाट तपाईँको महिमा भएको होस्, नासरत यीशु ख्रीष्टको नाममा, आमेन।